guys, welcome back to my YouTube channel, and today I'm back with another video. In this video I'm going to play Guess the Thing challenge with my sister. आइज मेरो YouTube च्यानलमा स्वागत छ। ल सोच। सोचे मैले पनि सोचिसकेँ। लिभिङ थिङ हो कि नन लिभिङ थिङ हो तेरो? मेरो नन लिभिङ थिङ हो। तेरो लिभिङ थिङ नन लिभिङ थिङ? नन लिभिङ थिङ। तेरो अब नन लिभिङ थिङ भनेपछि त्यो चिज चाहिँ मान्छेले बोकेर सार्न मिल्छ कि मिल्दैन? मिल्छ। मिल्छ? तेरो मिल्छ कि मिल्दैन? मेरो मिल्दैन। तेरो मैले सोध्नु बिर्सेँ, लिभिङ थिङ नन लिभिङ थिङ अरे? नन लिभिङ थिङ। के सोध्नु? त्यो एउटा कलरमा हुन्छ कि धेरै कलरमा हुन्छ? त्यो सबै कलरमा, जुन कलरमा नि हुन्छ, तर धेरै जस्तो चाहिँ नि कालोमा हुन्छ होला। जुन पनि हुन्छ तर कालोमा हुन्छ नन लिभिङ थिङ हो। त्यसलाई सार्न मिल्छ? मिल्छ। त्यो युज गर्ने खालको हो कि युज नगर्ने खालको हो कि कस्तो? त्यो युज हुन्छ। युज हुन्छ? युज गरिन्छ। सानो नानीहरूले युज गर्छ कि ठुलोले कि बुढाबुढीले कि कस्तोले? सानोदेखि ठुलोसम्मकोले गर्छ। म सोध्छु है तँलाई, अब के अरे नन लिभिङ थिङ होइन, त्यो एउटा ठाउँदेखि अर्को ठाउँ सार्न मिल्छ कि मिल्दैन? मिल्दैन। त्यो त्यसमै एकै ठाउँ रहिरहन्छ। अनि घर हो? होइन। म सोच्छु ल, त्यो ठुलो सबैले युज गर्ने खालको हो। सबै एजकोले युज गर्छ होइन? त्यो बोकेर पनि सार्न मिल्छ। प्राय ब्ल्याक कलरमा हुन्छ त्यो होइन? ब्ल्याक कलरमा हुन्छ भनेपछि त्यसको साइज हुन्छ नि, ठुलो सानो हुन्छ? ठुलो सानो, सानोले बोक्ने सानै हुन्छ, केटाकेटीले बोक्ने, ठुलो मान्छे बोक्ने ब्याग हो। मैले थाहा अब मेरो गेस, मेरो भन्नु पर्छ। त्यो कहीँ सार्न मिल्दैन होइन, जहाँको तिर रहिरहन्छ होइन? त्यो के अरे के सोध्न आँटेको थिएँ? बाँस हो? बाँस होइन, त्यो बाँस त बोकेर सार्न मिलिहाल्छ। के खम्बा? सिमेन्टको खम्बा? होइन। त्यो घरभित्र पाइन्छ कि बाहिर हुन्छ? धेरै त्यो त बाहिर हुन्छ। त्यो सार्नै मिल्दैन, तर बाहिर हुन्छ। त्यसको युज हुन्छ कि हुँदैन? त्यसको धेरै युज हुन्छ। बाटो? होइन। ढुङ्गा? त्यस्तो कहाँ हुन्छ? त्यस्तो गर्नु मिल्दैन। त्यसको धेरै युज हुन्छ भनेपछि सार्नै मिल्दैन त्यसलाई? छुन मिल्छ? छुनु मिल्छ। छुनु मिल्छ। त्यो खान मिल्छ कि मिल्दैन? खानु मिल्दैन। त्यसलाई हामी दिनै पछि प्रयोग गर्छौँ। हामी त्यस्तो युज हुँदैन। युज चाहिँ हामी यस्तै लाइक मेकअप गर्छौँ नि, त्यसरी युज चाहिँ हुँदैन। तर त्यहाँ त्यो उयो चाहिँ युज हुन्छ पछि। अहिले युज हुँदैन? अहिले पनि हुन्छ। हुनु चाहिँ त्यस्तो हुँदैन, हुनु चाहिँ हुन्छ। धारा? धारा त अहिले गइहाल्छ नि। सार्न मिल्दैन त्यसलाई? बाटो? होइन। बाटो त अहिले पनि सोचेको थिएँ नि। कस्तो के चाहिँ भनेको? के हो? सबै एउटै कुरा मात्रै डोरेर डिटेल सोधेको छैन। त्यसलाई हामी देख्छौँ? दिनै पछि देख्छौँ? हामी देख्छौँ भन्दाखेरि धेरै ठाउँमा हुन्छ।
कतै हिँड्यो भने घर बाहिरबाट कतै टाढा बजारतिर गयो भने देखिन्छ न, त्यस्तो देखिँदैन। के हो त? बजार होइन आकाश होइन, त्यो घरबाटै पनि देखिन्छ नि त, जानै पर्छ त्यो हेर्नु। त्यो हेर्नै जानुपर्छ। यहाँ हाम्रो घर अगाडि छ। हाम्रो घर अगाडि त छैन, तर लाइक अलिक नजिक मतलब 3-4 मिनट पछि हिँडेपछि भेटिन्छ। जङ्गल होइन, ग्राउन्ड होइन, 3-4 मिनट हिँडेपछि भेटिन्छ। के भेटिन्छ त? यस्तो धेरै पनि हिँड्नु पर्दैन। मन्दिर होइन, स्कुल यसले न साइज सोध्थे न कलर सोध्थे अनि न केही सोध्थे। एउटा नन लिभिङ थिङ अरे, अनि त्यस पछाडि फेरि त्यसलाई अब त्यो यताउता सार्न नि मिल्दैन नि, त्यसको के साइज के सोध्नु र मैले त साइज ढुङ्गा पनि होइन, बाटो पनि होइन, तारा पनि होइन, बाहिर त्यही छ। सोधेको थिएँ, अनि कस्तोले युज गर्ने हो नि सोधेको। ल मैले जिते। ल मैले जिते। ओके बाई गाइस, बाई बाई। अर्को भिडियोमा भेटौँ न। बाई।